आज युज एन्ड थ्रो भएको वेस्ट प्रडक्ट देखाउन गइरहेको छु है। र हाई एभ्रिवान, म सधैँ तपाईँहरूको अगाडि एनपीएम नन पेस्टिसाइड म्यानेजमेन्ट सस्टेनेबल एग्री फार्मिङ अर्ग्यानिक आइडिया एन्ड सजेसन जैविक उपाय अनि जानकारी भिडियो लिएर आउने गर्छु है। र आज यो जुन चाहिँ युज एन्ड थ्रो भएको वेस्ट प्रडक्ट देखाउन गइरहेको छु है, जुन चाहिँ यो हाम्रो अर्ग्यानिक फार्मिङ हुन्छ है। अर्ग्यानिक फार्मिङमा चाहिँ यस्तो चिजहरूलाई काम लगाएर युजमा लिएर चाहिँ जुन चाहिँ हाम्रो प्रडक्ट हुन्छ है, खेतीबालीको अब फलहरू भयो, फुलहरू भयो, सब्जीहरू भयो, त्यसलाई चाहिँ यस्तोलाई चाहिँ काम लगाएर चाहिँ हामी किरा फटेङ्ग्राबाट जोगाउन सकिन्छ है। जति पनि हामीले अब त्यो नदेखिने त्यो कुराहरू चाहिँ बिग्रिएर जाँदै गरेको हुन्छ, तर त्यो चाहिँ कसरी बिग्रेको हुन्छ भन्ने कुराहरू लिएर चाहिँ म सबै डिटेल्स त अहिले दिन सक्दिनँ, तर यो देख्दै गरेको चाहिँ यसको चाहिँ फेरोमेन ट्र्याप बनाइन्छ है। फेरोमेन ट्र्याप भनेको चाहिँ यहाँ म देखाउन गइरहेको छु है। यस्तो प्रकारले यो बिचमा यहाँ छेडेको छ है, यो छेडेको छ यहाँनिर। यो चाहिँ किन छेडेको भन्दाखेरि चाहिँ यो बीजबाट चाहिँ तपाईँको फ्रुट फ्लाई चाहिँ यो छेडबाट चाहिँ छिर्न सकोस् है। अन्त यहाँ देख्नु हुँदैछ यो एउटा सानो काठको चोइटा। यो काठको चोइटा चाहिँ किन लगाएको भन्दाखेरि यो एट्र्याक्सनको लागि लगाएको है। अन्त यसमा चाहिँ कसरी एट्र्याक्स हुन्छ भन्दाखेरि चाहिँ यसमा चाहिँ जति पनि स्मेल आउने चिजहरू हुन्छ है, जस्तै अब पाकेको फलहरू भयो, त्यहाँदेखि अब अलिक अब गुलियो मिठाईहरू भयो, अलिक सेन्ट आउनेहरू भयो, त्यहाँदेखि अब गुडहरू भयो, अब केही छैन भने अब चिनी पनि लाउन सकिन्छ। अन्त यो यति गरिसकेपछि यसरी यो झुन्डाइन्छ है। यसलाई चाहिँ यो झुन्डाको जग्गामा चाहिँ यो छेडबाट चाहिँ फ्रुट फ्लाई छिर्छ। छिरेर चाहिँ अब यो गन्धले गर्दाखेरि चाहिँ छिर्छ र चाहिँ अब छिरेपछि चाहिँ त्यो फ्रुट फ्लाई चाहिँ यहीँ फसेर मर्छ। अन्त त्यसरी चाहिँ हाम्रो खेतीहरू बाँच्छ है। अन्त यो चाहिँ मैले सबै लगभग तयार गर्दै गरेको हो। सबैलाई चाहिँ अब मैले छेडिसकेको छु। यसलाई चाहिँ अब